हेलो हेलो सबैलाई नमस्कार। म अर्जुन भुसाल। अत्यन्तै दुःखद खबर छ। एकजना आमाको यो दृश्य, यो भिडियोले सायद सबैलाई रुवाउँछ। एक्चुअली हेर्नुहोस्, मेरो छोरा मर्केर आउँछ। आज आफ्नो दुई-दुईजना छोराहरू हराएको एउटा घटना रहेछ। यो घटनाका बारेमा मैले सामाजिक सञ्जालमा देखेँ। आदरणीय हरि सर, सामाजिक रूपमा कर्म गर्ने आदरणीय हरि सरको मैले वालबाट यो भिडियो मलाई धेरैले लिङ्क सेयर गर्नुभयो र यो परिवारसँग सम्पर्कमा ल्याउने प्रयत्न गरिरहेको छु। सम्पर्कमा मैले सकिरहेको छैन। जे होस्, यो मैले भिडियोको आधारमा यो खबरलाई सम्प्रेषण गर्न चाहेँ। जगदला गाउँपालिका वडा नम्बर 4 फट्केडङ्गा हाल पचैया बसोबास गर्नुहुने टिकाबहादुर मल्ल देउनाकी धर्मपत्नी रत्नकुमारी मल्लको जेठो छोरा पुष्कर बहादुर मल्ल गौरो लगभग 59 वर्षको उमेर भएको लगभग 16 वर्षभन्दा पहिलादेखि सम्पर्कविहीन हुनुहुन्छ। कान्छा छोरा बलबहादुर मल्ल आजभन्दा करिब 31 वर्षदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँ आमा अहिले शारीरिक रूपमा कमजोर हुनुहुँदो रहेछ। एक झल्को एकचोटि छोराहरूको मुख देख्ने चाहना रहेछ। त्यसकारण म आग्रह गर्न चाहन्छु, पुष्कर बहादुर मल्ल र उहाँको अर्को छोरा बलबहादुर मल्लका बारेमा कसैलाई केही जानकारी छ भने खबर गरिदिनु होला। आज एउटा वृद्ध अवस्थाकी आमा टुक्रुस्स बसेर भन्दै हुनुहुन्छ, मलाई मेरो सन्तान भेट्ने चाहना छ। 9 महिनासम्म कोखमा राखेर यो सुन्दर संसारमा जन्म दिएको आफ्नो सन्तानहरू हराउँदा एउटा आमाले भोगिरहेको पीडालाई म नजिकबाट महसुस गर्न सक्छु। आमा भगवान हुन्। भगवानको आँखाबाट बगिरहेको त्यो आँसुले सन्तान खोजिरहेको छ। जीवनको उत्तार्धमा सन्तान भेट्ने चाहना छ। एकचोटि आफूले जन्माएका सन्तानहरूलाई देख्ने छुने चाहना छ र अन्तिमचोटि उनीहरू सँगै रहन् भन्ने चाहना छ। सबैले प्रयास गरिदिनुहोस्। दुई-दुईजना सन्तान हराउँदा कति पीडा हुन्छ सायद भोग्नेलाई मात्रै थाहा छ। जसलाई यो समस्या परेको छ उसलाई मात्रै थाहा छ। त्यसकारण उहाँका बारेमा जानकारी राख्ने देख्ने व्यक्तिहरूले भनिदिन आग्रह गर्छु। सबैले मानवताको कर्म गरौँ, असल कर्म गरौँ, हराएकाहरू खोजौँ, अल्पत्रहरूलाई परिवारको जिम्मा लगाउने प्रयत्न गरौँ। मानवताको कर्मभन्दा ठुलो कर्म संसारमा केही हुन सक्दैन। त्यसकारणले बाटोमा कोही बेवारिसी छ भने भनिदिनु होला, कोही हराएको छ भने खोज्न आउनु होला। खोजौँ, बेवारिसहरूलाई पारिवारिक मिलन गराउने प्रयत्न गरौँ। यही नै हो जीवनको सर्वोत्कृष्ट कर्म। यही प्रयासका लागि सबैलाई आग्रह गर्छु। र यो भिडियो मैले देखिसकेपछि हामीले पनि प्रयास गर्नु पर्यो भन्ने लाग्यो। मलाई धेरैले मेन्सन गर्नुभयो, धेरैले त्यहाँ मलाई मेन्सन गर्नुभएको छ। धेरैले मलाई व्हाट्सएपमा पनि हाम्रो व्हाट्सएपको लिङ्कमा पठाइदिनु भएको छ। त्यस कारणले आग्रह गर्छु, आमा छोराको पर्खाइमा हुनुहुन्छ, यो उहाँको छोरा पुष्कर मल्लसम्म पुर्याउनका लागि हामी सबैले प्रयास गरौँ। आमाको अनुहार देखिसकेपछि पक्कै सन्तानले चिन्नुहुन्छ होला। पुष्कर दाई, तपाईँ परिवारको इज्जत हो, गौरव हो। बलबहादुर दाई, तपाईँ परिवारको इज्जत हो, गौरव हो। कहीँ कतै कुनै अवस्थामा कुनै ठाउँमा गएर बस्नु भएको छ भने तपाईँहरू परिवारको सम्पर्कमा आइदिनुहोस्। उहाँहरूका बारेमा जानकारी राख्ने व्यक्तिहरूले नजिकको प्रहरी कार्यालय अथवा हाम्रा नम्बरहरू 98 514 9481 98 550 51 341 मा फोन